दर्शकबिन नमस्कार। खबर इन्डिया लाइभमा स्वागत छ। म लक्ष्मण ढुङ्गाल। भर्खरै मात्र सम्पन्न भएको धनगढी डान्स च्याम्पियनसिपको उपविजेता र उहाँका अभिभावक हामी माझ हुनुहुन्छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। स्वागत छ तपाईँहरूलाई। नमस्कार सर। तपाईँको परिचय दिनु न है। मेरो नाम अञ्जली भट्ट, कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वार्ड नम्बर 9 रतनपुर। तपाईँको परिचय पाउन है। मेरो नाम मनु भट्ट, एड्रेस सेम नै हो। ए भनेपछि अहिले चाहिँ के छ, बहिनीलाई चाहिँ मनु भट्ट भनेर कतिको चिनिरहेछ मान्छेहरूले, कसरी चिन्दैछ? मलाई मनु भट्ट भन्दा नि डान्सर मनु भनेर धेरै मान्छेले चिन्नुहुन्छ। अनि हाम्रो यो धनगढी डान्स च्याम्पियनसिपले गर्दा मलाई धनगढीमा पनि धेरै मान्छेले डान्सर मनु भन्दाखेरि धेरै मान्छेले चिन्नुहुन्छ। अहिले चाहिँ फ्रेन्ड रिक्वेस्टहरू कतिको आइरहेछन्? फ्रेन्ड रिक्वेस्ट त गर्नु नसक्ने। के छ, एक्सेप्टहरू गर्दै हुनुहुन्छ बगाबग? कतिको परिचित हुनुहुन्छ यो सामाजिक सञ्जालमा? म त्यस्तो खासै चलाउँदिनँ, मलाई इन्ट्रेस्ट छैन सोसियल मिडियामा। अब अलिअलि आफ्नो भिडियोहरूको लागि हामीले आफ्नो परिचय देखाउनको लागि, भोट माग्नको लागि मात्र मैले फेसबुक आफ्नो भिडियोहरू अपलोड गरेको, नत्र म त्यसरी आफ्नो भिडियो आफ्नो फोटो खासै हाल्दैन। राम्रो पक्ष के लाग्छ तपाईँलाई यो सामाजिक सञ्जालको? राम्रो पक्ष भनेको सबैजनाले एकमुष्ट भएर त्यो कुनै पनि भिडियो फोटो हेर्दाखेरि त्यसलाई सपोर्ट गर्ने त्यो राम्रो हो। अब मान्छेले त्यो हेरेर कसैले खुट्टे तान्ने काम गर्छ, त्यो चाहिँ नराम्रो हो। अब आफ्नो आफ्नो सोच हो मान्छेको। मेरो चाहिँ यस्तै नै। सेकेन्ड हुनुभएको छ, फर्स्ट रनर अप है? हजुर हजुर। कस्तो लागिरहेछ? अब खुसी नै छु यतासम्म पुगेर। यहाँसम्म कहिले भनौँ भने धनगढी नदेखे मान्छेले धनगढी आयो, एक्लै यहाँसम्म पुगे, सेकेन्ड भए, म खुसी नै छु यत्तिकै। धेरै हो। साथ चाहिँ कसको मिल्यो तपाईँलाई? विशेष गरी परिवारको अथवा डान्स सिकाउने टिचरहरूको के छ? साथ भनेको फर्स्ट अफ अल मेरो मम्मीले दिएको, त्यसपछि फ्यामिली त छँदैछ साथ दिने। अब त्यसपछिको चाहिँ मेरो गुरु हुनुहुन्छ अनिल भण्डारी सर, उनले चाहिँ मलाई धेरै सपोर्ट गरेको। अनि एउटा मेरो महेन्द्रनगरको गुरु हुनुहुन्छ दिनेश बोरा, उनले चाहिँ मलाई यो धनगढी डान्स च्याम्पियनसिपको बारेमा बताएर मलाई यसमा जित गरेर मलाई यहाँसम्म पुगाउनु भनेको सबभन्दा ठुलो हात मेरो दिनेश दाइको हो। त्यसपछि मम्मी दाइहरू छँदैछन् फ्यामिली। सबै डान्स सिक्नुहुन्छ कि अथवा के छ सबैको? सबै डान्स सिक्न त अब त्यस्तै हो। अलिअलि मेरो फर्म भनेको कन्टेम्पोरेरी फर्म हो, अनि म सबै फर्महरू गर्छु, जस्तो सिकायो त्यस्तो। कतिको सहभागिता जनाउनुहुन्छ अथवा मेला महोत्सवमा चाहिँ अब तपाईँको पनि नाम आउला है यो धनगढी डान्स च्याम्पियनसिपबाट? अब अन्तर्या पनि हुनेवाला छ। कतिको अफरहरू चाहिँ के आइरहेछ कि नै के छ? अफरहरू त हाम्रो सुदूरपश्चिममा अस्ति नै लागेको एउटा सुदूरपश्चिम महोत्सवमा पनि मलाई बोलाउनु भएको थियो एज अ डान्सर भनेर। अनि अफरहरू आइरहेछ, त्यहाँ बनिया ठाउँदेखि आइरहेछ, महोत्सवहरूको अफर आइरहेछ भनौँ। यो धनगढी डान्स च्याम्पियनसिपले धेरै पर्छ भएको छ। यो चाहिँ महिलाहरूको लागि चाहिँ के छ यसमा? विशेष गरेर चाहिँ महिलाहरूलाई राम्रो छ कि यो फिल्डतिर, अथवा सङ्कोच मान्नुपर्ने केही छ? नराम्रो के देख्नुहुन्छ? राम्रो अथवा नराम्रो के छ यो डान्स क्षेत्रतिर चाहिँ? त्यसको लागि त म के भन्न चाहन्छु कि केटीहरूको लागि राम्रो पनि छ, नराम्रो पनि छ। मान्छे फिल्ड नराम्रो होइन कि मान्छे आफै नराम्रो हो। मान्छेले राम्रोसँग बस्यो भने, राम्रोसँग गर्यो भने नराम्रो हुँदैन। आफू त्यो सबै कुरा आफूमा भर पर्छ। आफूले कुन तरिकाले कहाँ हिँड्दैछ, के गर्दैछ, त्यो सबै कुरा आफ्नो माथि नै हो। आफूले जस्तो सोच्यो, जस्तो गर्यो, आफू राम्रो गर्दैछौ भने राम्रो नै हो यो फिल्ड। आफू नराम्रो गर्दैछौ यो फिल्डमा आएर त्यसलाई नराम्रो तरिकाले, हाम्रो सोसियल मिडिया जस्तै हो, सोसियल मिडियालाई नराम्रो तरिकाले युज गर्यो भने नराम्रो हो, राम्रो तरिकाले युज गर्यो भने राम्रो हो। त्यस्तै हो यो फिल्ड पनि। बहिनीले चाहिँ यो जस्तो कि फाइनलमा चाहिँ तपाईँको नाम मनु भट्ट भन्ने बेला चाहिँ कस्तो महसुस भयो त्यति बेलाको? मलाई त भनौँ भने मलाई आशा थिएन म सेकेन्ड हौँला भनेर, किनकि म खासै डान्स गर्थेन, तर पनि यहाँसम्म पुगेँ। सोचेको त फर्स्टै आउनु थियो, अब सोच त भइहाल्छ त्यहाँसम्म पुगेर। तर पनि थर्ड नाम आउँदाखेरि, त्यसपछि सेकेन्डमा नाम पार्दाखेरि एकदम नै सोक भएको, म कसरी मेरो नाम आयो भनेर, मतलब अचम्म परेँ क्या। तर राम्रो नै भयो, यहाँसम्म नाम पुग्यो, धेरै खुसी छु म। त्यो सेकेन्डमा मेरो नाम आयो, 81 मतलब पछाडिदेखि हुटिङ गरिरहेको थिएँ, मान्छेहरूले मनु भट्ट भनिरहेको थियो, तर मलाई थाहा थिएन, म सोचिरहेको थिइनँ म सेकेन्ड आउला, तर म सेकेन्ड आएँ।
धेरै खुस छु। स्कुलमा चाहिँ के छ अब तपाईँको नामहरू कतिको आइरहेछ, सरहरूले के भन्नुहुन्छ? सरहरूले राम्रो नै भन्नुहुन्छ। अब स्कुलमा नाम भनेको डान्सर बन्नु भनेर धेरै मान्छेले चिन्नुहुन्छ महेन्द्रनगरमा पनि आजभोलि। पहिला मेरो स्कुलको नाम ममता भट्ट हो, मलाई ममता भट्ट नर्मली नै चिन्थे। आजभोलि मैले यो डान्स लाइनमा लागेर मलाई डान्सर बन्नु भनेर सबैले चिन्नुहुन्छ। सरहरूले पनि मलाई धेरै सम्मान गर्नुहुन्छ। अहिले यो जितेर पनि बोलाउनु भएको छ एज अ सम्मानको लागि। अब जानेछु, हेरौँ के हुन्छ स्कुलमा। के छ तपाईँलाई चाहिँ कस्तो लागिरहेछ? छोरी है उपविजेता हुनुभयो, कस्तो लागिरहेछ? धेरै खुसी छु, म पनि धेरै खुसी छु। नसोचेको जस्तो भयो। हामीलाई लागेको थिएन कि छोरी फर्स्ट सेकेन्ड या थर्ड आउँछ केही पनि भनेर। अब आफूले सक्दो सहयोग हामीले गरेको हो। अनि बाहिरबाट पनि साथीहरूले, हाम्रो छिमेकी, मेरो माइत यहीँ, मेरो माइत अतरिया हो, अतरियादेखि मेरो माइती घरको अनि मेरो दाइको छोरीहरू हुनुहुन्छ, भदैनीहरू, उनीहरू, उनको ज्वाइँ साहब हुनुहुन्छ, उनीहरूले हामीलाई धेरै सपोर्ट गर्नुभएको। अनि साथीहरूले पनि त्यहाँ म इन्डिया बस्छु दिल्ली, त्यहाँ मेरो दाइ भाइहरू धेरै छन्, तिनीहरूले पनि साथ सपोर्ट दियो। त्यही भएर छोरी सेकेन्ड राउन्डमा आई। धेरै खुसी छौँ हामी पनि। यो छोरीको विषयमा भनिदिनु न है, छोरीलाई चाहिँ के चाहिँ चाहना छ खास? तपाईँले मनुलाई चाहिँ कसरी बुझ्नु भएको छ उहाँको विषयमा भनिदिनु न है। कस्तो प्रकारको हुनुहुन्छ उहाँ, अथवा चञ्चले स्वभाव कि अथवा सामान्य शान्त, कस्तो हुनुहुन्छ घर परिवारको तर्फबाट? शान्त स्वभाव त छैन मनको, धेरै चञ्चल स्वभाव छ। कसैलाई पनि अहिले म कुरा गर्दैछु भने मलाई पनि मसँग नजदिक हुने, अनि हजुरले कुरा गर्नुहुन्छ भने हजुरसँग जसैले कुरा गर्यो भने सबैलाई आफ्नै ठान्नुहुन्छ। अनि कसैलाई पनि त्यो बिरानो हो, नसम्झेको मान्छे, नचिनेको मान्छे भनेर भन्दिनँ। कसैलाई पनि सबैलाई आफ्नो बनाइहाल्छ। अनि बोल्ने बानी राम्रो छ, हाँस्ने, बोल्ने, सबैसँग मित्रता गाँच्ने। अनि नाच डान्सतर्फ पनि धेरै यसको मन थियो। अब हामीहरूको यहाँ बसाइ थिएन, त्यही भएर मैले नाइ भने हौँ। फर्स्ट त छोरी नगर, अब हामीहरू सङ्घमा छैनौँ, त्यहाँ जानुपर्ने, यताउति। अब छोरीले गर्दा गर्दै यहाँसम्म पुगिहाली। फेरि जब भोटिङ राउन्डसम्म पुगी तब त मैले भनेको थिएँ, बेटा हाम्रो कोही छैन त्यहाँ भोट गर्ने, अब के गर्ने, ठिकै छ, पढाइ गर, पढाइ सबभन्दा राम्रो कुरा हो, पढाइ गर, भोलि गएर केही गरिहाल्छेस् भनेर। अनि फेरिलाई पनि अलि मन दुखे जस्तो यसको पनि मन थियो डान्सतर्फ। त्यही भएर मैले भने ल जति जे हुन्छ हुन्छ, अनि जतिखेर हार्छ ठिकै छ, जहाँसम्म जित हुन्छ आफ्नो घर आफ्नो मनले। त्यही भएर अहिले छोरी पनि यहाँसम्म पुग्यो। हामीलाई धेरै खुसी छौँ हामीहरू। भनेपछि हामी यहाँ थिएनौँ भन्नुभयो, कहाँ हुनुहुन्थ्यो म तपाईँहरू? त इन्डिया, दिल्ली, मेरो बसाइ दिल्ली हो। अनि एउटा यसको दिदी र भाइ, दुईवटा बच्चा उहाँ छन्, दिल्ली छन्। अनि यसको बुवा पनि दिल्लीमै हुनुहुन्छ। उहाँ चाहिँ कसको घरमा बस्नुहुन्छ? को हुनुहुन्छ उहाँको लागि सँग चाहिँ? कसको लागि? मनु बहिनीको? कोही पनि छैन। हामीले त यहाँ कमरा लिएर महेन्द्रनगर पढाइको लागि यहाँ रुममा बस्छे। अब यहाँ डान्सको लागि मलाई अप्ठ्यारो भएको थियो। त्यहाँ महेन्द्रनगर पढाइ भयो, अनि धनगढीमा डान्स भयो, त्यही भएर मलाई धेरै अप्ठ्यारो थियो। लेकिन छोरीले आफ्नो अनुशासनमा रहेर आफ्नो इज्जतको ख्याल गर्यो। अनि मम्मी बुवालाई पनि सम्झेर आफ्नो तरिकाले ठिकै गर्यो छोरीले पनि। ए कस्तो लाग्छ तपाईँलाई चाहिँ अब छोरीलाई सँगै लैजाने प्लान छ कि अथवा यहीँ गर्छ भन्ने, अथवा किशोर अवस्थामा त मान्छेहरू बिग्रिन्छन् भन्ने पनि छ नि एउटा चिन्ता, तपाईँलाई चाहिँ के लाग्छ? त्यस्तो चिन्ता छैन मलाई। अब छोरी समझदार छ, ठुली भइहाली, अब हामीले भन्नुपर्ने केही छैन। अब उसले हामीलाई सम्झाउँछ, हामीले के सम्झाउनु पऱ्यो छोरीलाई? सबै समझदार छन्। योभन्दा साना साना बच्चाहरू पनि छन्, सरहरू छन् सम्झाउने, त्योभन्दा ठुला सरहरू छन्, त्योभन्दा ठुला सरहरू छन्, जजहरू छन्, सबैसँग चिनजान भइसक्यो। यहाँ यति ठुलो माहौलमा आउनु, यति ठुलो मञ्चमा नाच्नु, गाउनु, अनि सबैको सामने देखाउन, आफ्नो के अरे आफ्नो एक्टरलाई देखाउन छोरी यति सक्षम छ भने उसले सम्झिहाल्छ सबै कुरा। अब डर त छोरीको त चिन्ता लागिरहन्छ कि खै के हुन्छ, यताबाट धनगढी जानुपर्ने, अनि पढाइ महेन्द्रनगरमा छ, आमा बुवा कोही पनि सँगमा छैनौँ, त्यही भएर हामीलाई धेरै चिन्ता त भइरहेछ। अब छोरी समझदार छ, भरोसा गर्नुपर्ने हामीहरूले। बहिनी चाहिँ अब के छ, उपविजेता हुनुभएको छ, पैसा पनि जित्नु भएको छ है, मम्मीलाई दिनुहुन्छ कि आफै राख्नुहुन्छ, के गर्नुहुन्छ त्यसले? मैले त्यो पैसा कसैलाई दिँदैन। मेरो फ्युचर भनेको मेरो पढाइ अहिले बाँकी नै छ। म 12मा पढ्दैछु। सो म त्यसलाई 12 पछि कुनै चिजमा लगाएर आफ्नै मतलब पढाइतिर नै लगाउन चाहन्छु। अनि त्यो पैसा म अहिले बचाएर नै राख्छु, कसैलाई दिन्न। आगामी सोच चाहिँ के छ तपाईँको? यसैलाई चाहिँ निरन्तरता दिने अथवा मोडल बन्ने, के छ तपाईँको चाहना? मेरो सोच त ठुलो नै छ भनौँ। हामीले नेपालभरिमा रिप्रेजेन्ट गर्ने एज अ मिस मोडल भनौँ। मैले मोडलिङ सोचेको छु।
अनि सँगसँगै मेरो पढाइ पनि छ। अहिले फर्स्टमा पढाइलाई हिँड्न चाहन्छु अनि त्यसपछि म मोडलिङ अनि आफ्नो डान्स करियरलाई म सँगसँगै राख्छु अनि धेरै अगाडि बढ्न चाहन्छु। अब सोच त्यस्तै नै छ, खै के हुन्छ, किस्मतमा के लेखेको छ। जस्तो कि छोरा मान्छेहरूको लागि चाहिँ है अब त्यति असजिलो छैन अथवा रातिको समय पनि आउँछन् जान्छन्। छोरी मान्छेहरूको लागि चाहिँ के छ चुनौतीहरू यो डान्स क्षेत्रतिर, अथवा डरले चाहिँ दिउँसै सिक्छु कि भन्ने हुन्छ कि रातिको समय साँझ पर्छ कि भन्ने पनि एक प्रकारको मनमा डर हुन्छ। कतिको चुनौती छ यो विषयमा? हाम्रो केटीहरूको लागि धेरै गाह्रो भनेको यो डान्स लाइन, यो मोडलिङ लाइन धेरै गाह्रो, किनकि हाम्रो समाजले स्वीकार गर्दैन छोरी मान्छेले सानो कपडा लगाएर हिँड्न अनि केटाहरूसँग बोल्दै अनि दाइहरूसँग बोल्दै त्यहाँ नाइट अलि पनि 6 बजेभन्दा बढी राति भइसक्यो भने छोरी मान्छेलाई घरमा गाली गरिहाल्छन्। राति किन पढ्यो, राति किन आउनुभयो, के गरिरहेको थियो, खै देखाऊ, धेरै प्रकारका क्वेसनहरू आउँछन्। त्यो चाहिँ हाम्रो छोरी भनौँ केटीहरूको लागि धेरै गाह्रो छ। त्यो हामीले चेन्ज गर्नुपर्छ, किनकि छोरी मान्छेलाई पनि थाहा हुन्छ त्यसले के गर्दैछ, कस्तो गर्दैछ, आफू भएर कोही बिगार्दैन। अनि आफ्नो मैले भनि त सकेँ, आफ्नै माथि हुन्छ कि मान्छेले के गर्दैछ, गलत गर्दैछ भने त गलत नै हो, राम्रो गर्दैछ भने त राम्रो नै हो। हाम्रो त्यस्तै हो। अब छोरी मान्छेको लागि केटाहरूले धेरै नराम्रो कमेन्टहरू पनि गर्छन् अनि राम्रो पनि गर्छन्। कुनै मान्छेले भनौँ कुनै दाइहरू पनि नराम्रो हुन्छन् हाम्रो फिल्डमा पनि, कुनै दाइहरू राम्रो हुन्छन्, कुनैले छोरी मान्छेलाई टच गर्नु खोज्छ कि कुनैले त्यसलाई अगाडि बढाउनु खोज्छ। यो लाइन भनेको त्यस्तै हो, आफूले जति भन्यो आफूले सतर्क हुनु हो, किनकि छोरा मान्छेबाट जति सतर्क भयो त्यति राम्रो। आफूले आफ्नो दिमागलाई आफै ह्यान्डल गर्नुपर्छ। पढाइ र यो डान्स क्षेत्रलाई कसरी मिलाउँदै हुनुहुन्छ, कसरी के गर्दै हुनुहुन्छ? पढाइ अनि डान्सलाई दुइटैलाई मिलाउनु भन्दा नि म 4 महिना रेगुलर सायद हाम्रो यो डान्सले गर्दा म अहिले कलेज धेरै कम गएको छु। यो महिना त म गएकै छैन, मेरो स्कुलदेखि पनि धेरै सपोर्ट गरेको छ। ल अहिले पढाइमा अलिक कम गर, यसमा फाइनल जित, अनि त्यसपछि चाहिँ हामी ट्युसन एक्स्ट्रा क्लास तँलाई दिन्छु अनि त्यसपछि पढाइ गर्ने भनेर हाम्रो स्कुलदेखि पनि मलाई सपोर्ट गरेको छ। पढाइ अब खासै गएको छैन यो साल त म, तर चलिरहेछ भनौँ। हामीले घरदेखि म नाइट अलिअलि फोनदेखि पढ्छु, अनलाइन पढ्छु अनि त्यसपछि डान्स क्लासहरूमै बिजी छु। अन्त्यमा चाहिँ दिदीको के छ भनाइ, दर्शकहरूलाई चाहिँ के भन्न चाहन्छ, अथवा विशेष गरी छोरी मान्छेहरूलाई चाहिँ यसरी अगाडि ल्याउनको लागि चाहिँ प्रोत्साहन दिनको लागि के गर्नु पर्यो? अन्य अभिभावकहरूले के भन्न चाहनुहुन्छ? म के भन्न चाहन्छु भने सबैलाई, अब सबैले छोरीलाई पनि अगाडि बढाउनु, छोरीको पनि आफ्नो सोच हुन्छ, आफ्नो जिन्दगी हुन्छ, त्यसलाई अगाडि बढाउन आज भोलि छोरीहरू पनि केही न केही गरिरहेकै हुन्छन्। धेरै ठाउँमा रोकटोक पनि हुन्छ, तर रोकटोक गर्नु हुँदैन, गर्नु दिनुपर्छ अनि साथ सपोर्ट दिनुपर्छ। छोरीहरूलाई पनि, छोरी पनि छोरा जस्तै हुन् अनि सबैले यताउति सबैले यस्तै सोच्यो भने त छोरी बिग्रन पनि सक्दिन अनि छोरी पनि राम्रो गरेर देखाउन सक्छ। हाम्रो त भरोसा छोरीमै छ। अब केही गर्छ भने यसको दिदी अहिले कलेज उहाँ इन्डियामा गर्छ, उसलाई त अहिले केही यस्तो चाहनै छैन केही गर्ने, उसले पढाइ मात्र हेर्दैछ। छोरीले केही छिटो गर्छ भने हामीलाई पनि सहुलियत होला। हामीले पनि छोरीलाई अगर भित्रबाट बाहिर नजा, यताउति नजा, यो नगर वो नगर भने भोलि हामीलाई कहाँबाट छोरीको त्यो मिल्ला, हामीलाई पनि सहयोग चाहिन्छ। मेरो सानो एउटा भाइ छ यसको, अनि त्यसलाई पनि म छोडेर आएको छु। अब म त 2 दिनभित्र गइहाल्ने हुँ। ख्याल त सबैले राख्नै पर्ने हुन्छ। त्यही भएर सबैलाई भन्न चाहन्छु कि छोरीमाथि मतलब त्यस्तो दबाब कहिले पनि गर्नु हुँदैन, छोरीलाई पनि गर्न दिनुपर्छ। अब राम्रै गर्छ छोरीले। हुन्छ, व्यस्त समयका बावजुद पनि हामीलाई समय दिनुभयो। तपाईँहरू दुईजनालाई धन्यवाद है त। धन्यवाद। थ्याङ्क यू। थ्याङ्क यू। हवस् त, कार्यक्रम आजलाई यति नै। यतिन्जेलसम्मको लागि हामीलाई हेरेर साथ दिनुभयो तपाईँ सम्पूर्ण दर्शकहरूलाई धन्यवाद। त्यसै गरी क्यामेरामा सहयोग गर्नुभयो सहकर्मी पुष्कर नेपालीलाई पनि धन्यवाद। हवस् त, अर्को दिन अर्को अतिथिसँगको कुराकानी लिएर तपाईँहरूको माझमा उपस्थित हुनेछौँ। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।